साथीहरू यहाँ सबैलाई हार्दिक नमस्कार। हामी यतिखेर प्रथम सिद्धार्थ कपलाई सिद्ध्याएर आज हामी तपाईहरुलाई सम्झिन गइरहेका छौं। विशेष गरी प्रथम सिद्धार्थ कपलाई सफल पार्नका लागि यहाँहरुको महत्त्वपूर्ण भूमिका रहेको छ। देश विदेशमा रहेर यो सिद्धार्थ कपका लागि प्रायोजन गर्नुहुने साथीहरुलाई हामी यहाँदेखि हृदयदेखि नै सम्झिरहेका छौं। यहाँहरुको सहयोग बिना यो सम्भव पनि थिएन। ग्रामीण क्षेत्रको खेलकुद विकासका लागि सिद्धार्थ खेलकुद अक्षयकोष पनि निर्माण गर्ने एउटा उद्देश्य लिएका छौं, जुन अक्षयकोषले हरेक वर्ष हुने खेलकुदलाई सपोर्ट गरोस् भन्ने हाम्रो उद्देश्य छ। र यसै अन्तर्गत रहेर थुप्रै दाताहरूले पनि हामीलाई सहयोग गरिराख्नु भएको छ। अक्षयकोषमा जम्मा गरिराख्नु भएको छ। विभिन्न दाताहरू जोडिराख्नु भएको छ। हामीले यो क्षेत्रमा खेलकुद विकासका लागि गरेको यो पहललाई देश विदेशबाट यहाँहरूले सहयोग गर्दै आउनु भएको छ र तपाईहरुको सहयोगबाट नै प्रथम सिद्धार्थ कपलाई सौहार्दपूर्ण ढंगबाट शानदार ढंगले हामीले सम्पन्न गरेका छौं। यहाँहरुको लगानीलाई हामीले भरपूर सभ्य ढंगले चाहिँ शानदार ढंगले चाहिँ सफल बनाउने एउटा प्रयत्न गर्यौं। मलाई लाग्छ यहाँहरु सबै हामी सबै खुसी छौं। हामीले नयाँ अभ्यास पनि के गरेका छौं भने प्रायोजकहरूलाई सम्मान गरेर एउटा फोटो फ्रेम अथवा हामीले चाहिँ उहाँहरुको फोटोलाई चाहिँ फ्रेममा राखेर प्रचार प्रसारमा पनि हामीले एउटा भूमिका निर्वाह गर्यौं। मलाई लाग्छ यहाँहरु यो कार्यदेखि खुसी हुनुहुन्छ भन्ने मलाई लागिरहेको छ। हामी तपाईहरुलाई चाहिँ अझै अरु कुराहरु पनि देखाउँदै छौं। खास गरी यो सिद्धार्थ कपको यो फ्रेमलाई हाम्रो आईएमई एजुकेसन कन्सल्टेन्सी का सञ्चालकहरू निशान छेत्री र झलक किरण ओलीले चाहिँ प्रायोजन गर्नुभएको थियो। त्यसैगरी हामीसँग प्रथम सिद्धार्थ कपलाई शानदार बनाउनको लागि, भव्य र सभ्य बनाउनको लागि हामीले दाताहरूको फोटोहरूलाई चाहिँ हामीले फ्रेममा राखेका छौं। यहाँ जसले हामीलाई सहयोग गर्नुभएको छ, यहाँलाई पातिहाल्ना पौराणिक मेलाको अवसरमा भएको यो प्रथम सिद्धार्थ कपलाई समापन गर्नका लागि यसलाई चाहिँ विशेष सहयोग गर्नुहुने साथीहरूको फोटो हामीले यहाँ राखेका छौं। केही साथीहरू छुट्न पनि सक्नुहुन्छ, यसका लागि हामी क्षमा प्रार्थी छौं। यो एउटा हाम्रो नौलो अभ्यास हो भन्ने लाग्छ यो क्षेत्रमा। र जसले चाहिँ हामीलाई सहयोग गर्नुभयो यहाँहरुप्रति हामी कृतज्ञता प्रकट गर्न चाहन्छौं। यहाँहरु सबैलाई हामी सम्झिन चाहन्छौं यहाँबाट। र यसको हाम्रो हर हिसाबहरू चाहिँ हामी जुटाउँदै छौं। कति खर्च भयो, यो कार्यक्रम गर्दै गर्दाखेरि कति खर्च भयो, यसको हिसाब किताब कति छ भन्ने कुरा हामी केही दिनपछि सार्वजनिक गर्दै छौं। यो तपाईहरुले सहयोग गरेको सम्पूर्ण हिसाब किताबको विवरण चाहिँ हामीले तपाईहरुलाई चाहिँ पारदर्शी ढंगले चाहिँ देखाउने हामीले चेष्टा गरिरहेका छौं। यहाँहरुको माया ममता, यहाँहरुको सहयोग साथ यसरी नै भइराख्ने छ, हामी यो आशा गरौं। खास गरी यो मेलामा चाहिँ अत्यन्तै राम्रो भूमिका खेललाई चाहिँ यसपटक हामीले खेल खेलाउनु पर्छ र देश विदेशमा रहेका साथीहरुको आकांक्षा इच्छा पनि रहेको छ भनेर चाहिँ तेजु मगरले नै यो खेललाई चाहिँ बढी चाहिँ जोड दिनु भएको थियो र उहाँको प्लानिङमा, उहाँको योजनामा हामीले यो खेललाई चाहिँ लैजाउन त भनेर चाहिँ सबै साथीभाइहरु जुट्यौं। पछि हामीले चाहिँ भैलो पनि खेल्यौं। त्यसपछि यहाँको खेल व्यवस्थापनदेखि लिएर सबै कुरामा तेजु मगरको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको छ। उहाँले चाहिँ यो खेलमा चाहिँ प्रमुख रेफ्रीको भूमिका पनि निर्वाह गर्नुभयो। यहाँ हाम्रो चाहिँ यो क्षेत्रको एउटा खेल क्षेत्रमा चाहिँ यो आजको यो प्रथम सिद्धार्थ कपलाई चाहिँ अगाडि बढाउनका लागि एउटा महत्त्वपूर्ण भूमिका चाहिँ यहाँले पनि निर्वाह गर्नुभएको छ। उहाँप्रति पनि हामी विशेष गरी यो समितिको पनि एउटा सारथी पनि हुनुहुन्छ र कोअर्डिनेसन गर्ने सवालमा खेल क्षेत्रलाई चाहिँ व्यवस्थापकीय भूमिकामा उहाँको निकै महत्त्वपूर्ण भूमिका रहेको छ। त्यसैगरी हामीसँग हरि घरतीजी हुनुहुन्छ। उहाँ यो खेल क्षेत्रमा उहाँले हरेक तौर तरिकाबाट चाहिँ खेल क्षेत्रलाई अगाडि बढाउनको लागि निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरिराख्नु भएको छ। उहाँले कहिले खसी बाजी बनाउनुहुन्छ, कहिले चाहिँ भेडा बाजी बनाउनुहुन्छ, हैन, यस्तो खालको चाहिँ एउटा जुन उहाँको एउटा टेक्निक छ। उहाँले यो क्षेत्रमा खेल क्षेत्रका लागि पनि निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ भने यो हाम्रो मेला पौराणिक मेलाको अवसरमा भएको विद्यालयको कार्यक्रममा उहाँले चाहिँ निभाउनु भएको भूमिका पनि एकदमै सराहनीय छ। हामी खास गरी भैलो खेल्न पनि गयौं। भैलो खेल्दाखेरि यहाँको भूमिका निकै महत्त्वपूर्ण रह्यो। हामीले
भैली खेल्ने साथीहरूलाई सम्मान पनि गरेका छौँ। यहाँलाई पनि हामीले चाहिँ विशेष धन्यवाद चाहिँ दिनुपर्ने हुन्छ, किन भन्दाखेरि उहाँले खेलेको भूमिका पनि यहाँ निकै सराहनीय छ। प्रथम सिद्धार्थ कपलाई चाहिँ सफल बनाउनका लागि यहाँको पनि निकै महत्त्वपूर्ण भूमिका छ र सम्झिन लायक थुप्रै व्यक्तिहरू हुनुहुन्छ यहाँ। हामीले विशेष गरी अब यहाँ मसँग अहिले हुनुहुन्न, उहाँहरूलाई म प्रत्यक्ष यसरी उभ्याउन चाहिँ सकेन। हामी खास गरी यहाँ किन उभिरहेका छौँ भने आज चाहिँ हामीले हाम्रो यो ब्यानरहरू, त्यसपछि या मञ्चहरू सबै चाहिँ हामीले अब 4-5 जना साथीहरू जो छौँ हामी यहाँ यसलाई चाहिँ व्यवस्थापन गर्नको लागि भनेर चाहिँ आएका छौँ। यो अवसरमा म यहाँहरूसँग सुख दुःखका कुराहरू सेयर गर्नका लागि मात्रै मैले भिडियो बनाउन खोजिरहेको छु। सम्झिन लायक थुप्रै व्यक्तिहरू हुनुहुन्छ, हाम्रो विद्यालयको हेड सरदेखि स्टाफहरू, त्यसपछि विद्यालय व्यवस्थापन समिति, विभागीय जिम्माका विभिन्न प्रमुखहरू हुनुहुन्छ, जस्तो उत्पादन विभागको प्रमुख विष्णु खड्गा, हाम्रो नमुना विद्यालय अभियानका संयोजक प्रेम बहादुर ओली, त्यसै गरी अक्षकोषका संयोजक टोप बहादुर डाँगी, अफकोर्स हाम्रो शिक्षक अभिभावक सङ्घको अध्यक्ष दिल्ली रमन ओली, त्यसै गरी प्रवीण ओलीजी यो कार्यक्रमको अवधिभर निकै मेहनत गरेर खट्नुभयो। तेज विक्रम ओली पनि हुनुहुन्छ, उहाँ पनि भैलोदेखि लिएर कार्यक्रमसम्म एकदमै अहोरात्र खट्नुभयो। त्यसपछि अझ एकदम विशेष सम्झिन लायक व्यक्ति जो हुनुहुन्छ नवीन खड्गा, हाम्रो कलाकार, जनवादी कलाकार, उहाँ काठमाडौँदेखि तिहारको अवसर पारेर यहाँ आउनुभयो र हामीलाई भैलो अवधिभर निकै साथ दिनुभयो। उहाँले चाहिँ गीत गाउनेदेखि लिएर समन्वय गर्नेदेखि लिएर सबै कुरामा चाहिँ उहाँले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँप्रति पनि हामी आभार व्यक्त गर्न चाहन्छौँ हाम्रो यो विद्यालयको तर्फबाट। त्यसपछि अरूको छन् हाम्रो भाइ बहिनीहरू हुनुहुन्छ नाच्ने, अनि हाम्रो भाइ बहिनीहरू हुनुहुन्छ अहोरात्र खट्ने अभिभावक, यहाँका जिम्मेवार व्यक्तिहरू, त्यसपछि विद्यार्थी भाइ बहिनीहरूलाई पनि हामीले लिएर गयौँ। उहाँहरूले निकै राम्रो भूमिका निर्वाह गर्नुभयो, जो कि हामीले छोटो समयमा एउटा तयारी गरेर भैली खेल्ने सवालमा अहोरात्र खटेर उहाँहरूले खुट्टा दुखाएर, टाउको दुखाएर के गरेर हुन्छ उहाँहरू एकदमै नाच्नका लागि, भैलो खेल्नका लागि मेटी लाग्नुभयो। यहाँहरूलाई पनि हामीले सम्मान गरेका छौँ, उहाँहरूलाई सम्झिनै पर्ने हुन्छ। त्यसपछि हाम्रो बाइकको यात्रा पनि भयो फेरि, जो कि जसले बाइक दिएर हाम्रो यात्रामा चाहिँ सहभागी हुनुभयो। यहाँहरूको क्षति पनि भएको छ केही, यहाँहरूलाई पनि हामीले सम्मान गरेका छौँ। आगामी दिनमा पनि यहाँहरूले त्यो खालको भूमिका निर्वाह गर्नुहुनेछ, किन भन्दाखेरि जे गरेका छौँ हामीले संस्थागत हितका लागि गरेका छौँ। हामीले यो क्षेत्रको खेलकुद विकासका लागि प्रत्येक वर्ष चाहिँ प्रथम, दोस्रो, तेस्रो हुँदै चाहिँ हामीले यो खेलकुदहरू चाहिँ सञ्चालन गर्दै जानेछौँ भने त्यसका लागि एउटा अक्षकोष निर्माण गरेका छौँ। खेलकुद सिद्धार्थ खेलकुद अक्षकोष निर्माण गर्ने एउटा प्रक्रियामा हामी गइरहेका छौँ। त्यसका लागि कार्यविधि तयार गरेर एउटा समूह अथवा के अरे एउटा चाहिँ टिम बनाएर, एउटा समिति बनाएर चाहिँ हामी त्यसलाई हरेक वर्ष चाहिँ लाने त्यो सोच बनाइरहेका छौँ र नयाँ अनुभवका साथ नयाँ अध्याय हामीले सुरु गरेका छौँ। त्यो अनुभवले हामीलाई त्रुटिहरूबाट शिक्षा दिँदै नयाँ चाहिँ केही गर्ने प्रण गरिरहेका छौँ। र यतिखेर हामीले सम्झिनै पर्ने विषय के छ भन्नुहुन्छ भने हाम्रो अक्षकोषका लागि सारथी बनिसक्नु भएको छ हाम्रै वडा अध्यक्ष लोकमान ओली, जसले चाहिँ 30,000 चाहिँ दिनुभएको छ। उपाध्यक्ष अमृता कुमारी केसी ओलीले पनि 30,000 दिएर हाम्रो अक्षकोष, खेलकुद अक्षकोषको सारथीका रूपमा चाहिँ बन्ने चाहिँ घोषणा गर्नुभएको छ। त्यसै गरी हाम्रो प्रेम बहादुर ओलीले 10,000 रुपियाँ चाहिँ प्रदान गर्नुभएको छ, अक्षकोषमा राखिसक्नु भएको छ। हामीलाई चाहिँ 3,000 रुपियाँ रविन चन्दले दिनुभएको छ। उहाँ खेलप्रेमी एकजना शिक्षक पनि हो। उहाँ चाहिँ यो क्षेत्रको खेल विकासका लागि उहाँले पनि 3,000 चाहिँ खेलकुद कोषमा चाहिँ राख्नुभएको छ। त्यसै गरी हाम्रो घोषणा गर्ने दानीदाताहरू हुनुहुन्छ अक्षकोषका लागि धनबहादुर डाँगी, जो हाम्रो विद्यालयको सधैँ चाहिँ सल्लाहकारको रूपमा उभिराख्नु भएको छ। हरेक नयाँ योजनाहरूमा उहाँ जोडिनुहुन्छ, नयाँ प्लानमा चाहिँ उहाँले चाहिँ हामीलाई साथ दिइराख्नु भएको हुन्छ। उहाँले चाहिँ 10,000 दिने चाहिँ घोषणा गर्नुभएको छ। त्यसै गरी कुलबहादुर ओली, हाम्रै यहीँको शिक्षक जो थवाङमा अहिले प्र हुनुहुन्छ, वीर बलभद्र माविको प्र अथवा प्रधानाध्यापक हुनुहुन्छ, उहाँले पनि हामीलाई 15,000 दिने चाहिँ घोषणा गर्नुभएको छ। उहाँ सधैँ हाम्रा नयाँ कामहरूप्रति, नयाँ अध्यायहरूमा चाहिँ उहाँ जोडिराख्नु भएको छ, उहाँप्रति पनि हामी सम्झिन चाहन्छौँ। त्यसै गरी यसै विद्यालयका प्रधानाध्यापक वीरबहादुर घरतीले पनि सिद्धार्थ खेलकुद अक्षकोषमा 20,000 रुपियाँ चाहिँ दिने घोषणा गर्नुभएको छ। उहाँहरूप्रति
हामी नमन व्यक्त गर्न चाहन्छौँ र तपाईहरू सबै आम खेलप्रेमी साथीहरूलाई पनि म के भन्न चाहन्छु भने हामी यो क्षेत्रको खेलकुद विकासका लागि जोड दिउँ सबै र सबैले सक्दो चाहिँ अक्षय कोषमा चाहिँ पैसा राखौँ रकम राखौँ र त्यो अक्षय कोषको ब्याजबाट चाहिँ हरेक वर्ष चाहिँ हामीले खेलकुद खेलाउने गरौँ र खेलकुदका लागि लगानी गरौँ। त्यस अर्थमा हामी सबैले चाहिँ यो खेलकुदका लागि कोषमा जोडिनका लागि मैले यहाँ सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु। सिद्धार्थ खेलकुद अक्षय कोषका लागि र प्रथम सिद्धार्थ कपका लागि हामीले भैलो कार्यक्रम गऱ्यौँ। भैलो कार्यक्रम खेल्दै गर्दाखेरि हामीलाई थुप्रै दाताहरूले चाहिँ दान चाहिँ गर्नुभएको छ, थुप्रै साथीहरूले चाहिँ दान गर्नुभयो। तर त्यसमध्येमा पनि अलिकति उत्कृष्ट चाहिँ दान गर्नुहुनेलाई हामी सम्झिन चाहन्छौँ। विशेष गरी 3000 देखि माथि दिनुहुने दाताहरूलाई हामीले यहाँ सम्झिन चाहन्छौँ। कमल पुन मगर सुकौडार जो भेटनरी चाहिँ कर्मचारी हाम्रो गङ्गादेव गाउँपालिकाको भेटनरी शाखाको प्रमुख पनि हुनुहुन्छ। उहाँले चाहिँ हामीलाई 3505 रुपियाँ अथवा 3505 रुपियाँ चाहिँ प्रदान गर्नुभएको थियो। उहाँलाई हामी सम्झिन चाहन्छौँ यहाँबाट। त्यसै गरी देवराज ओली जो व्यवसायी हुनुहुन्छ, उहाँले 3555 रुपियाँ चाहिँ हामीलाई दान गर्नुभएको थियो देउसी भैलोमा। त्यसै गरी हरिबहादुर पुन अध्यक्ष, यो गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ हरिबहादुर पुन, उहाँले 3000 रुपियाँ चाहिँ दान गर्नुभएको थियो। त्यसै गरी जयबहादुर खड्का जो जीवन ज्योति माविको पूर्व हेड सर हुनुहुन्थ्यो, उहाँले चाहिँ हामीलाई 3500 रुपियाँ चाहिँ दान गर्नुभएको थियो जयबहादुर खड्का सरले चाहिँ। त्यसै गरी प्रकाश खड्का सर जो बुद्धि विकास माविको प्र हुनुहुन्छ अझै पनि, उहाँले चाहिँ हामीलाई 4000 रुपियाँ चाहिँ दान गर्नुभएको थियो। त्यसै गरी जनप्रिय पोलिक्लिनिकका सञ्चालक प्रभाकर ओली अर्थात् कीर्तिबहादुर ओलीबाट चाहिँ हामीलाई 5655 रुपियाँ चाहिँ दान भएको थियो हामीलाई। त्यसै गरी हामीले सल्यानको लोकमान बुढाथोकी जो पूर्व मेयर हुनुहुन्छ बागचौर नगरपालिकाको, उहाँले चाहिँ हामीलाई 4000 रुपियाँ चाहिँ दान गर्नुभएको छ यो अक्षय कोषकै लागि अथवा यो प्रथम सिद्धार्थ कपका लागि। र सबैभन्दा हाइजेस्ट चाहिँ दानको रूपमा चाहिँ दानीदाताको रूपमा चाहिँ हामीले पाएका छौँ। यसै वडाका लोकमान ओलीजी जो हाम्रो वडाको वडाध्यक्ष पनि हुनुहुन्छ, 3 नम्बर वडाको वडाध्यक्ष, उहाँले 10,000 रुपियाँ चाहिँ हामीलाई दान गर्नुभएको थियो। यहाँहरूप्रति हामी हृदयदेखि यो विद्यालय परिवार, त्यसपछि यहाँको समुदाय, यहाँको समाज सबैले यहाँहरूलाई चाहिँ हामी विशेष नमस्कार गर्न चाहन्छौँ, विशेष गरी नमन गर्न चाहन्छौँ। यहाँहरूले चाहिँ हामीलाई सहयोग गर्नुभएको छ र आगामी दिनमा पनि सायद यो कदम हुनसक्छ। र यहाँ थुप्रै साथीहरूको चाहिँ नाम छुटेको छ, हामीले चाहेर पनि तपाईँहरूको नाम चाहिँ लिन सकिरहेका छैनौँ। हामीसँग सबैको नाम भन्दाखेरि चाहिँ धेरै लामो भिडियो पनि बन्न सक्छ। तसर्थ जसरी जुन ठाउँबाट यहाँहरू चाहिँ हामी कहाँ सहभागी भएर हामीसँग जोडिएर चाहिँ हाम्रो खेलकुदका लागि चाहिँ यहाँहरू सहभागी हुनुभयो, यहाँहरूप्रति हामी हृदयदेखि चाहिँ आभार व्यक्त गर्न चाहन्छौँ, नमन व्यक्त गर्न चाहन्छौँ। यहाँहरू फेरि पनि आगामी दिनमा चाहिँ जोडिनु हुनेछ भन्ने चाहिँ अपेक्षा पनि राखेका छौँ। र विदेशमा बस्नुहुने प्रिय साथीहरूले घर देशमा चाहिँ जसरी लगानी गर्नुभएको छ, घर देशलाई सम्झिराख्नु भएको छ, यहाँहरूलाई विशेष चाहिँ हामी सम्झिन चाहन्छौँ र आभार व्यक्त पनि गर्न चाहन्छौँ। यहाँहरूको प्रवासको बसाइ सुखद रहोस्, यही कामना चाहिँ हामी गर्न चाहन्छौँ। र फेरि पनि म देश विदेशमा रहेका हाम्रा प्रायोजक साथीहरूलाई एकपटक फेरि पनि म सम्झिन चाहन्छु। सबैको नाम मैले भन्न सकिनँ। यहाँहरू जसले सहयोग गर्नुभयो, प्रदेशमा रहनुहुने साथीहरू, प्रथम पुरस्कारमा भरत गुरुङको चाहिँ ग्रुप साथीहरू, भरत गुरुङको साथीहरू जो जोडिनु भयो उहाँहरूको नेतृत्वमा, उहाँहरूलाई पनि म विशेष सम्झिएँ। दोस्रो पुरस्कारमा चाहिँ कमल खड्काको ग्रुप जो मलेसियामा रहनु भएको छ, उहाँहरूले चाहिँ प्रायोजन गर्नुभयो। त्यसै गरी तेस्रोमा चाहिँ कृष्ण घरतीको ग्रुप जो छ प्रवासमा रहने साथीहरूले, उहाँहरूले पनि प्रायोजन गर्नुभएको छ। त्यसपछि महिला भलिबलको प्रथम पुरस्कारमा चाहिँ हाम्रो दाजुभाइ समूह, दाजुभाइ ग्रुपले चाहिँ सहयोग गरेको छ र उहाँहरूले त्यति मात्रै नभएर थप चाहिँ अन्य व्यवस्थापकीय खर्च गरेर 27,000 समथिङ पनि सहयोग गर्नुभएको छ। यहाँ सबैप्रति हामी सम्झिन चाहन्छौँ। त्यसपछि शिवराज ओली जसले चाहिँ एक्लै महिला भलिबलको दोस्रो प्रायोजन गर्नुभएको थियो, मलेसियामा हुनुहुन्छ उहाँ शिव भाइप्रति हामी सम्झिरहेका छौँ, उहाँलाई एकदम आभार व्यक्त गर्न चाहन्छौँ। त्यसपछि तेस्रो प्रायोजन पविन मगरले चाहिँ
तेस्रो पुरस्कार एकदम उदयपुरबाट यति टाढा गाईघाटबाट चाहिँ हामीलाई प्रायोजन गर्नुभएको थियो महिलाको तेस्रो प्रायोजन। उहाँलाई पनि हामी विशेष सम्झिन चाहन्छौँ। त्यसै गरी फर्स्ट ब्याडमिन्टनका लागि चाहिँ सबैभन्दा धेरै प्रायोजन गर्ने एक्लो चाहिँ व्यक्ति जो नवीन खड्का अहिले अमेरिकामा पनि हुनुहुन्छ, नवीन खड्काप्रति हामी नमन गर्न चाहन्छौँ, सम्झिन चाहन्छौँ। उहाँले प्रथम ब्याडमिन्टनको पुरस्कार चाहिँ प्रायोजन गर्नुभएको थियो। दोस्रो प्रायोजन हाम्रो भुमा ओलीजीले चाहिँ प्रायोजन गर्नुभएको थियो। त्यसपछि हाम्रो तेस्रो प्रायोजनका लागि ब्याडमिन्टन तेस्रो प्रायोजनका लागि भरत भनेर चिन्छौँ, खास गरी हामी यहाँ नि भरत मगर अथवा बिपी मगर भनेर चिन्छौँ, भद्रबहादुरको टिमले चाहिँ हामीलाई सहयोग गरेको थियो। म सबै साथीहरूको नाम अहिले वाचन गर्न सकिनँ। यहाँहरूले चाहिँ गर्नुभयो र व्यक्तिगत रूपमा व्यवस्थापन खर्चका लागि थुप्रै साथीहरूले चाहिँ हामीलाई सहयोग गर्नुभएको छ। यहाँहरूप्रति हामी नमन व्यक्त गर्न चाहन्छौँ। आगामी दोस्रो सिद्धार्थ कपमा पनि यहाँहरूको सहभागिता हुनेछ। नजोडिएका साथीहरू पनि हामी जोडिनेछौँ र यो क्षेत्रमा जसरी हामीले खेलकुदको हिसाबले पनि पहिलेको भन्दा सुधार गर्दै आएका छौँ, यसपटक चाहिँ हामीले यहाँको आयोजक टिम दोस्रो भएर चाहिँ सेकेन्ड रनअपको चाहिँ कप चाहिँ मेडल चाहिँ उचालेको छ, कप लिएको छ। अब आगामी दिनमा हामी फर्स्ट हुने गरी नै हामी यहाँको भाइ बहिनीहरूले पनि प्रगति गर्दै जानुहुनेछ भन्ने शुभेच्छा हामी व्यक्त गर्न चाहन्छौँ। र महिलामा चाहिँ प्रथम नै हामीले यो आयोजक टिमले नै राख्यौँ। त्यस अर्थमा खेलकुद क्षेत्रमा तपाईँ हामीले गरेको लगानीलाई चाहिँ हामीले जुन खेर गएको छैन भन्ने मलाई लाग्छ। जसरी चाहिँ यहाँ साथीहरूको प्रगति हामी देखिरहेका छौँ र मेन एम्पायरको रूपमा हाम्रो तेजुले जुन रेफ्रीको भूमिका निर्वाह गरिराख्नु भएको छ र उहाँले त्यो एउटा दक्षता राख्नुभयो। यो पनि तपाईँहरू हाम्रो सबैको चाहिँ एउटा लगानी त्याग तपस्या हो। तपाईँहरूको सहयोगबाट नै हामीलाई सम्भावना सम्भव भएको छ भन्ने कुरा मैले राख्न चाहन्छु। र बाँकी फेरि हामी जोडिनेछौँ र कतै कमजोरी रहन सक्छन्, हामीले नसोचेका कुराहरू नपुग हुन सक्छन् अथवा अपुग हुन सक्छन्, हामीले सोचेका कुराहरू पनि सोच्न नसकेको हुनसक्छ। केही कमी कमजोरी भएमा यहाँहरू सबै समक्ष हामी क्षमा प्रार्थी पनि छौँ र त्यसलाई चाहिँ सिकको रूपमा लिएर नयाँ शिक्षाका रूपमा चाहिँ हामी फेरि अर्को वर्ष चाहिँ जोडिने बाचा गर्दै यहाँहरूबाट हामी बिदा हुन्छौँ। नमस्ते। ल